Things I wish I knew as an international student who is applying from Nepal. यो कुरा हजुरलाई धेरै कन्सल्टेन्सीहरूले भन्दैनन्। म आफै इन्टरनेसनल स्टुडेन्ट भएको कारणले केही कुराहरू सेयर गर्न गएको छु, हेर्नु होला। 2026 मा जब मार्केटहरू अलि सिफ्ट भएको छ। हजुरले नेपालबाट त्यति धेरै लगानी लाएर आउनुहुन्छ भने हजुरले रिटर्न अफ इन्भेस्टमेन्ट पनि राम्रो नै खोज्नुपर्छ। मैले यहाँको धेरै स्टुडेन्टहरूलाई सोध्छु, उनीहरूले भन्छन् यो मेजरमा किन आएको भन्दाखेरि उनीहरूले कन्सल्टेन्सीले रोजेको थियो त्यही भएर आएको भन्छन्। त्यही भएर हजुरले त्यो गल्ती नदोहोऱ्याउनु होला। हजुरले आफ्नो मेजर के पढ्ने भनेर आफै रिसर्च गरेर जब मार्केटहरू हेरेर मात्रै अप्लाई गर्नु होला। एउटा हार्स रियालिटी के हो भन्दा हजुरलाई के गर्नु मन छ भन्दा पनि मार्केटमा चाहिँ केसको डिमान्ड छ त त्यो हेरेर चाहिँ हामीले मेजर रोज्नुपर्छ। धेरैजसो नेपाली स्टुडेन्टले चाहिँ साइन्स पढिसकेपछि जागिर पाइन्छ भन्ने सोच्नु भएको हुन्छ, तर साइन्समा पनि बेसलाइन मेजरहरू हुन्छन्, जस्तो जनरल बायोलोजी, जनरल केमिस्ट्री, फिजिक्स। त्यो विषयहरूमा चाहिँ हजुरले ब्याचलर्स पछि जागिर नपाउन पनि सक्नुहुन्छ, किनभने धेरैजसो इन्डस्ट्रीले चाहिँ हजुरलाई ब्याचलर्स पछि हायर गर्नुभन्दा पनि मास्टर्स पछि या त कुनै पेपर पब्लिस गरिसकेपछि पिएचडी पछि मात्रै हायर गर्छन्। वान अफ द मोस्ट अनइम्प्लोइड प्रोफेसन भन्नाले लिबरल आर्ट्स मेजरहरूलाई चिनिन्छ अहिले चाहिँ यो मार्केटमा। अहिले सबैभन्दा हाई डिमान्डमा र बेस्ट रिटर्न अफ इन्भेस्टमेन्ट भएको मेजरमा सबैभन्दा फर्स्टमा पर्ने भनेको नर्सिङ हो। सबैभन्दा कम अनइम्प्लोइमेन्ट रेट भएको पनि मेजर त्यही नै हो। दोस्रोमा पर्छ इन्जिनियरिङ। इभन दो हजुरले एआई आयो भन्ने सुन्नुहुन्छ, तर कम्प्युटर साइन्स अझै पनि सबैभन्दा इम्प्लोइमेन्ट राम्रो हुने र स्यालेरी राम्रो हुने मेजरहरूमै पर्छ। अकाउन्टिङहरू पनि त्यस्तै नै हो। अनि अप्लाइड साइन्स, जस्तो हजुरलाई केमिस्ट्री पढ्नु मन छ भने हजुरले बायोकेमिस्ट्री पढ्न सक्नुहुन्छ, त्यसले पनि हजुरलाई जागिर दिन सक्छ रेदर देन जस्ट नर्मल केमिस्ट्री। यो हामी इन्टरनेसनल स्टुडेन्टहरूको लागि किन इम्पोर्टेन्ट हुन्छ भन्दा ब्याचलर्स पछि हामीले जागिर सेक्योर गर्नु नै पर्छ। धेरै जसो सिचुएसनमा हामी फाइनेन्सियली स्टेबल हुनको लागि पनि र केही इन्डस्ट्रियल एक्सपिरियन्स पाउनको लागि पनि। धेरै जसो स्टुडेन्टहरूले चाहिँ फिजिक्स केमिस्ट्रीहरू पढ्नुहुन्छ अनि उहाँले ब्याचलर्स पछि जागिर नै पाउनु हुँदैन र उहाँ मास्टर्सको लागि फेरि फर्किनुपर्छ या त पिएचडीको लागि फर्किनुपर्छ। त्यो भनेको नदर 6 इयर्स इन स्कुल हो। यदि हजुरहरूलाई पनि त्यो अब हजुरहरू कम्फर्टेबल हुनुहुन्छ नदर 6 इयर ब्याचलर्स पछि नदर 5-6 इयर्सको लागि पिएचडी गर्न भने ठिकै हो। नभए हजुरलाई ब्याचलर्स पछि नै जागिर गर्नु मन छ भने चाहिँ हजुरले अप्लाइड साइन्सहरू हेर्नुहोस्, इन्जिनियरिङ हेर्नुहोस्, हेल्थ केयर रिलेटेड इन्डस्ट्रीमा हेर्नुहोस्। त्यसले चाहिँ हजुरलाई ब्याचलर्स पछि नै जागिर सेक्योर गर्न हेल्प गर्छ। बाहिरी देशले इन्टरनेसनल स्टुडेन्टलाई एज अ इन्कम हेर्छ भने एज अ इन्टरनेसनल स्टुडेन्ट हामीले गर्ने खर्च पनि हामीले एज अ इन्भेस्टमेन्ट हेर्नुपर्छ। हजुरले मेजर रोज्ने बेला हजुरको इच्छा त छँदैछ, तर त्यो इच्छालाई चाहिँ जब मार्केट अनि भोलि पर्सि स्पोन्सरसिप हुन्छ कि नै त्यो कुरासँग अलाइन गरेर मात्रै ब्याचलर्स पर्स्यु गर्नु होला। म आफैले पनि नेपालबाट एउटा मेजर रोजेर आएको थिएँ, तर यहाँ आएपछि मैले अप्लाइड मेजरमा चेन्ज गरेँ र मलाई नै ब्याचलर्स पछि जागिर पाउन सजिलो भयो। धेरैजसो नेपाली स्टुडेन्टहरूले चाहिँ यो ब्याचलर्स पछि रियलाइज गर्नुहुन्छ अनि उहाँलाई ढिलो भइसकेको हुन्छ अनि उहाँ मास्टर्सको